रुम सर्नु अघि जानिराख्दा राम्रो है, जानिराखेको राम्रो। होस्योकिन भने के हो भन्दाखेरि तपाईँ भनौँ न नयाँ रुममा सर्दै हुनुहुन्छ भने त्यहाँको होस्योकिन लगभग एक महिना बररको रेन्ट चाहिँ जसरी नि लाग्छ है, जसरी पनि लाग्छ। त्यो के हो भन्दाखेरि यदि तपाईँले रुमको रेन्ट है एक दिन ढिलो, 2 दिन ढिलो भयो, 1 हप्ता ढिलो भयो भने तपाईँको सट्टामा त्यो होस्योगाइछेले चाहिँ तपाईँको सट्टामा रेन्ट चाहिँ त्यो खाइछेले चाहिँ पेमेन्ट गरिदिन्छ है, पेमेन्ट गरिरहेको छ। तर पछि तपाईँले चाहिँ जसरी नि भनौँ न 1 दिन ढिला 2 दिन ढिला चाहिँ पेमेन्ट चाहिँ गर्नै पर्ने हुन्छ। तर तपाईँको सट्टामा केही दिन ढिला भयो भने त्यो होस्योगाइछेले चाहिँ ओनरलाई, घरको मालिकलाई चाहिँ रेन्ट चाहिँ बुझाइराखेको हुन्छ है। त्यो चाहिँ तपाईँकोबाट फेरि पछि लिन्छ है। यदि इनकेस तपाईँको यो केस चाहिँ भनौँ न 2 महिना 3 महिना बारम्बार दोहोऱ्यायो भने भनौँ न तपाईँको भनौँ न कन्ट्र्याक्ट विपरीतको हुनसक्छ होइन, रुमबाट पनि निकाल्न सक्ने एउटा केस पनि हुनसक्छ। त्यही भएर हामीले चाहिँ एकदम भनौँ न टाइममा पेमेन्ट चाहिँ गर्नुपर्ने हुन्छ है। सुनेको 1-2वटा केस चाहिँ सुनेको थिएँ मैले। तपाईँको भनौँ न यो रेन्ट चाहिँ ढिला भयो भने त्यो होस्योगाइछेल तिरिसकेको हुन्छ, तपाईँबाट लिनुपर्ने पैसा चाहिँ केही भनौँ न एउटा ब्याज चाहिँ तिनीहरूले भनौँ न केहीसम्म ब्याज चाहिँ के पर्सेन्ट चाहिँ ब्याजको अलिकति भनौँ न लागेर चाहिँ अलि एक्स्ट्रा पेमेन्ट चाहिँ गर्नुपर्ने हुन्छ। त्यो चाहिँ हामीले अलिकति केयर गर्नुपर्ने चाहिँ होस्योकिन भनेको डिपोजिट फर ग्यारेन्टर कम्पनी है। यो चाहिँ रिफन्ड हुँदैन, यो चाहिँ रिफन्ड हुँदैन। तपाईँको ग्यारेन्टी गर्ने काम, तपाईँको रेन्टको ग्यारेन्टी गर्ने काम चाहिँ यो कम्पनीले गर्छ, होस्योगाइछेले गर्छ।